नमस्कार। यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु मेरो युट्युब च्यानलमा। भिडियोको टाइटल अथवा थम्बनेल देख्ने बित्तिकै थाहा पाइसक्नुभयो होला र म भोलि बिहानदेखि चाहिँ एक हप्ताको लागि चाहिँ बिहान 4 बजे उठ्ने च्यालेन्ज लिन गइरहेको छु र एक हप्तासम्म बिहान 4 बजे उठ्दाको अनुभव कस्तो हुन्छ भनेर यहाँहरूमा आज सेयर गर्न मन लाग्यो र रेकर्ड गर्ने भनेपछि छुट्टै प्रकारको जोस पनि आउँछ हैन। र बिहान 4 बजे वरिपरिको मौसम वातावरण कस्तो हुन्छ त्यो पनि हजुरहरूलाई देखाउने छु। अब 4 बजे उठियो, म हजुरहरूलाई 4 बजेको बिहानी कस्तो हुँदो रहेछ त्यो देखाउँछु र आज चाँडै उठेपछि त एक लट मर्निङ वाक पनि जानु पर्यो र मर्निङ वाक जाँदाको भ्यू पनि हजुरहरूलाई देखाउँछु। दिस इज द भ्यू। अँध्यारो नै छ अहिले त। सारा संसारमा उज्यालो छर्नका लागि सूर्य भगवान पनि उदाउँदै हुनुहुन्छ। अझ चाहिँ बादलहरू पनि लागेको छ र अब चाहिँ हामी मर्निङ वाक जान्छौँ। Beautiful flowers. सो बिहानको भ्यू चाहिँ यस्तो रहेको छ र मसँगै उता 3 जना भाइ बहिनीहरू पनि आएका छन्। हेलो गाइज। सूर्यदेव उदाउँदै हुनुहुन्छ अझै पनि। आज दिन बादलमय हुनेवाला छ। ठ्याक्कै 6 AM इन द मर्निङ सूर्यदेवले आफ्नो प्रभाव देखाउँदै हुनुहुन्छ। यस्तो रमणीय मौसम छ यहाँनेर। मधुर मधुर हावा चलिरहेको छ। डे 1 को च्यालेन्ज चाहिँ कम्प्लिट भएको छ। आज बिहान यति नै भयो। अब फेरि भोलि बिहान भेटौँला है त। आजलाई बाई। नमस्कार, गुड मर्निङ। र आज चाहिँ डे 2 हो र आज पनि म हजुरहरूलाई वरिपरिको मौसम कस्तो छ त्यो देखाउँछु र त्यसपछि बिहानभरिमा के गरिन्छ त्यो त अलिअलि क्लिप्सहरू एड गर्दै नै जानेछु। हेलो। के छ खबर? र आज डे 2 को च्यालेन्ज पनि कम्प्लिट भएको छ र आज बिहानको यति नै थियो। अब फेरि भोलि बिहान भेटौँला यही च्यालेन्जलाई कन्टिन्यू गर्दै। भोलिसम्मको लागि बाई। गुड मर्निङ। र अहिले चाहिँ 4:30 भयो बिहानको। त्यही पनि उज्यालो उज्यालो देखिन थालिसक्यो। श्री सोमलिङ्गेश्वर महादेव मन्दिरमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। नमः पार्वती पतये हर हर महादेव। यहाँ महादेवजीको मन्दिर छ र यहाँबाट नै श्री चाङ्गुनारायण भगवानको पनि दर्शन हुन्छ। देखि नै रहनु भएको होला त्यहाँ माथि। त्यो चाहिँ चाङ्गुनारायण एरिया हो। मर्निङ।
धृतराष्ट्र उवाच धर्मक्षेत्रे कुरुक्षेत्रे समवेतायुत्सवः मामकः पाण्डवाश्चैव किम कुर्वत सञ्जय। धृतराष्ट्रले भने, हे सञ्जय, युद्ध गर्ने इच्छाले कुरुक्षेत्रको धार्मिक स्थलमा जम्मा भएका मेरा र पाण्डुका छोराले के गरे। हर हर महादेव, हर हर महादेव। जय श्री कृष्ण। र आजको बिहानै यस्तो नै भयो। अब म जान्छु, अब भोलि बिहान भेटौँला। Have a nice day. जय श्री कृष्ण। नमस्ते, गुड मर्निङ। र आज चाहिँ डे 5 हो। र यो चाहिँ हो असारमा देख्न पाइने सुन्दरता। र आजको बिहानी यस्तो नै रह्यो। फेरि भोलि बिहान भेटौँला। आजलाई बाई, ह्याभ अ नाइस डे। नमस्ते, गुड मर्निङ। र आज चाहिँ डे 6 हो। र अहिलेको मौसम चाहिँ यस्तो छ। आजलाई बाई, गुड मर्निङ। र आज चाहिँ डे 7 हो, अथवा भनौँ आज लास्ट डे पनि हो। र बाहिरको मौसम त यस्तो छ। अहिले 4:30 होला, तर आकाशमा उज्यालो जस्तो देखिसक्यो। यो संसारमा जति पनि खुसी छ त्यो सबै अरूको भलो होस् भन्ने चाहनाबाट उत्पन्न हुन्छ। यो संसारमा जति पनि दुःख छ त्यो सबै आफ्ना मात्र इच्छा पुगोस् भन्ने महत्त्वाकांक्षाबाट जनित हुन्छ। दुखी मानिस आफ्नो लागि मात्र सोच्छ
खुसी मानिस अरूको भलाइका निम्ति पनि सोच्छन्। अरूको स्थानमा आफूलाई राखेर हेर्ने अभ्यास नै खुसीको उच्चतम बिन्दु हो। हेलो अगेन। र आज चाहिँ 7th डे कम्प्लिट भयो र एक हप्ताको पुरै कम्प्लिट पनि भयो। एकदम रमाइलो लाग्यो। अलिअलि बिग्रिरहेको रुटिन पनि अलि सुध्रिने बाटोतिर लाग्यो। मेन पर्पज त त्यही नै थियो। एक हप्ताको अनुभव एकदम रमाइलो भयो। बिहान बिहान शीतल एकदम रमाइलो मौसम। बाई, जय श्री कृष्ण।